मैले एक दिनको अङ्करवाटको $35 को टिकट लिएँ। हामी यतिखेर चाहिँ अङ्करवाटको मन्दिरको बिहानको सनराइज। आई केम फ्रम नेपाल। Yeah. Okay, yeah. 5वटा गेट रहेछ यहाँ चाहिँ। यो म्यान मेड पानी यो ढुङ्गाहरू खापेको 17 सेन्चुरीमा यो सुरुमा चाहिँ हिन्दू टेम्पल थियो, ब्रह्मा विष्णु महेश। ठुलो गेटबाट भित्र छिरेपछि हामी यहाँ अङ्करवाट परिसरमा आएका छौँ। यहाँ मान्छेको चाहिँ मेला लागेको छ भन्दा हुन्छ। सबैजना यहाँ चाहिँ यो गेटहरू विभिन्न 5वटा गेट छ यसमा। यो मेन टुरिस्टहरूलाई चाहिँ यो बिचको गेट हो। अरू चाहिँ अब जस्तो कोही पुजारीहरू हुनुहुन्छ, मङ्क्सहरू हुनुहुन्छ, उहाँहरूको लागि अलग्गै छ। आज घाम आउँछ, अलिक टाइमै लाग्ला जस्तो छ छन् चाहिँ। म चाहिँ एउटा फोटो यहाँबाट लिन्छु। यत्र तत्र सर्वत्र छन् सबै। त्यसै माथिबाट यो ढुङ्गा भएन, ढुङ्गालाई चाहिँ यहाँ तिमीलाई ल्याइसकेपछि यस्तो स्लोप गरेर यस्तो तल हालेर अनि त्यसमाथिबाट चाहिँ मूर्ति बनाइएको छ। यो चाहिँ पुरानो हुनुपर्छ, यसलाई चाहिँ सरसफाइ यताउति रेनोभेट गरेर चाहिँ यस्तो बनाएको छ। तर ढुङ्गा चाहिँ कस्तो यस्तो खापेर बनाएको छ। यहाँ जुन जो बिट छ नि यसको लेभल र त्यो माथिको लेभल एउटै छ। यहाँ चाहिँ बिचमा खापेर त्यही ढुङ्गालाई नै चाहिँ यिनीहरूले चाहिँ मूर्ति बनाइदिएको छ। सन् 1995बाट 1995बाट वर्ल्ड हेरिटेज साइट भनेर चाहिँ युनेस्कोले यसलाई चाहिँ गरे हो। कस्तो है, त्योभन्दा अगाडि चाहिँ यो चाहिँ एकदम जङ्गलको बिचमा पुरिएर लुकेर बसेको थियो। यहाँ चाहिँ बुद्धिस्ट मङ्कहरूले चाहिँ ध्यान दिँदै भएर त्यो भएको पाराले गर्दा बुद्धिस्ट मङ्कहरूले गर्ने भने यसलाई चाहिँ अहिले आएर चाहिँ बुद्धिस्ट टेम्पलको रूपमा चाहिँ यसलाई चाहिँ व्याख्या गरिएको छ। यो अङ्करवाट चढ्नको लागि चाहिँ यहाँ चाहिँ अहिले चाहिँ अलग्गै किसिमको सिँढी बनाइएको रहेछ। उताबाट छिर्यौँ, यो अङ्करवाटको परिसर हो। यसको प्रत्येक 4वटै साइडमा चाहिँ गेटमा चाहिँ यसरी चाहिँ नाकको चाहिँ उसहरू बनाइएको छ। त्यो पर्खालको अगाडि मुखमा अङ्करवाटको ब्रह्मा विष्णु महेशको 3टा। फेरि अर्को एउटा चाहिँ डेभिल्स एन्ड गड्स ब्रिज भन्दो रहेछ। यो चाहिँ हाम्रो समुद्र मन्थन गर्ने बेलामा देवता र दानवहरूको बिचमा जुन लडाइँ भयो। ओम गेट 12 सेन्चुरी। यो चाहिँ कुन चाहिँ देवता हो कुन चाहिँ दानव हो भनेर चिन्नको लागि चाहिँ यसमा चाहिँ हामीले यसको अनुहार हेर्नुपर्ने हुन्छ। त्यसो अनुहार हेर्दाखेरि यो ओठहरू तलपट्टि लेप्रिएको, त्यस पछाडि गएर यो तलपट्टि रिसाए जस्तो छ नि, यो यिनीहरू दानव हो अरे है। त्यसपछि अर्को साइडमा छ अलिकति यसमा हामीले देख्न सक्छौँ। यो अर्को साइडमा यहाँ भगवानहरू उहाँ चाहिँ मुस्कुराइराख्नु भएको छ। उहाँ चाहिँ भगवान। यसरी छुटाउन सकिन्छ। द डेमन्स एन्ड द गड्स। डेमन्स आर एङ्ग्री, गड इज ह्याप्पी। मैले हेरिरहेको छु र हाम्रो ठ्याक्क पछाडिपट्टि ब्रह्मा विष्णु एन्ड महेश 3टाको चाहिँ यहाँ चाहिँ मूर्ति छ। द क्रिएटर, द फिडर एन्ड द डिस्ट्रोयर। 3टा टिकको चाहिँ जसले चाहिँ हामीलाई जन्म दिन्छ, पालन पोषण गर्छ र हामीलाई चाहिँ मृत्यु दिन्छ। यो ब्रह्मा विष्णु महेशको यो पुलको परिसरबाट दानव र देवताहरूको चाहिँ यो पुलले चाहिँ यसलाई गार्ड गरेर बसिरहेको छ। र यसमा चाहिँ हामीले हेर्न सक्छौँ कम्बोडियाको सिएम रिप प्रान्तको यो चाहिँ अङ्करवाट भन्ने चाहिँ विश्व प्रसिद्ध एउटा चाहिँ मन्दिरको चाहिँ परिसरमा देखिन सकिन्छ। ब्रह्मा विष्णु महेशको अलिअलि स्वरूपहरू, धेरै चिजहरू चाहिँ डिस्ट्रोय भइसकेको छ। किनभने यो 17औं शताब्दीमा यिनीहरूले राज गरिसके पछाडि, मेरो सभ्यता हटिसके पछाडि, त्यस पछाडि चाहिँ यो जङ्गलको बिचमा खोलाको तिरैतिरबाट चारैतिरबाट घेरिएको हुनाले कसैलाई थाहै भने रुख बिरुवाले यसलाई चाहिँ नाश गर्यो। रुख बिरुवा नाश गरेको पछि चाहिँ यहाँ भएका रुखका बिरुवा सिरुवाहरू सबै हटाइसकेपछि यस्तो भएको हो हाम्रो पूर्वीय सभ्यता। म अहिले दक्षिण पूर्वी एसियाको कम्बोडिया भन्ने देशको सिएम रिप प्रान्तको एङ्करवाट भन्ने त्यहाँ छु। यतिखेर यो क्षेत्रको सबैभन्दा ठुलो मन्दिर गुम्बा टम भन्छ त्यसमा छौँ।
द टम राइडर भन्ने एउटा फिल्म पनि छ। यसको पछाडिपट्टि छ त्यो एन्जेलिना जोलीको फिल्मको त्यो सुटिङ भएको ठाउँ पनि छ। यो चाहिँ बायोएन टेम्पल भन्छ। यो चाहिँ बुद्धिस्ट मन्दिर हो। यसको प्राङ्गणमा छौँ हामी। त्यतिखेर यसमा युज भएका ढुङ्गाहरू यताउता। यो चाहिँ दक्षिणी मोडाको गेट हो बायोएन मन्दिरको। हामी यसमा भित्र छिर्दैछौँ। यसको चाहिँ ढुङ्गामा कुदिएका हाम्रा जीवनका विभिन्न क्षणहरू, हामीले जन्म लिने, कर्म गर्ने, शिक्षा दीक्षादेखि लिएर सबै कुराहरू के हुन्छ भन्ने कुराहरू यहाँ यस्तो मजाले ढुङ्गामा चाहिँ गएर कुदिएको छ। यो बानियन टेम्पलको परिसरबाट बेलामा यो नेचुरली बनाएर खमेर साम्राज्यले बनाएको त्यो बेला कस्तो थियो होला कल्पना गर्नु त। अहिले यस्तो टुक्राहरूमा चाहिँ एउटा एउटा चिजहरू चाहिँ यहाँ धेरै चिजहरू चाहिँ मेरो रुखले चाहिँ जराले लटाले हो कति वर्षसम्म हेर्नु न। अब त्यो चित्र बाहिरबाट यहाँबाट हेर्दा यस्तो देखिन्छ। नजिकै लैजाउँ है त, जुम गरेर। बानियन मन्दिरको परिसरबाट हामी चाहिँ अब मेन अङ्करबाट बिहानै हेरिसक्यो। अब हामी चाहिँ अब धेरै हिँड्दैन, थाकिसक्यो। लास्ट थाकिँदैन हिँड्दै। अब हामी चाहिँ लारा क्रफ्ट द टम राइडर भन्ने एन्जेलिना जोलीको एउटा फिल्म छ, हलिउड फिल्म, जसले चाहिँ यो ठाउँलाई एकदम प्रसिद्ध बनायो। त्यो उहाँको सुटिङ भएको ठाउँतिर हामी जाँदैछौँ। त्यो जाँदैछौँ, अलिकति हिँड्न पर्दो रहेछ। हिँड्न चाहिँ धेरै मजाले हिँड्नु पर्दो रहेछ। मान्छेले 6-7 दिनको लिए भने पनि एउटा एउटा ठाउँ गएर चाहिँ दिनमा एउटा गर्दै गफ गर्दै हेर्दै हिँड्ने हो नि त। छ यहाँ त कति हो, कति ठुलो छ। अब त्यो जमानामा 5.5 करोड जनसङ्ख्या, 54 मिलियन भने त्यति जनसङ्ख्यालाई चाहिँ खमेर साम्राज्यले चाहिँ राखेको गरेको। अब विश्वको नम्बर 1 सभ्यता। हामी अब त्यही टम राइडर परिसरतिर जाँदैछौँ। कस्तो मिठो धुनहरू आइरहेछ। खमेर म्युजिक भन्छ यसलाई। हाम्रो जस्तो चिजहरू युज गरेर कस्तो मजाको म्युजिक। मादल बजे जस्तै लाग्ने हामीले सुन्दाखेरि चाहिँ गीत चाहिँ। टाढै छ जस्तो छैन, बल्ल बल्लमै हिँड्न पर्ने भइरहेछ। हेर्दाखेरि सबै कुरा उस्तै उस्तै देखिए पनि यहाँ चिजहरू धेरै फरकहरू छ। No water, this river? No water. This is river? The pond. Pond. Yeah. The man-made pond. The Khmer Jam made this pond, yes? Yeah. Okay. But now the water is all gone. Okay, यो पुल छ। त्यतिखेर चाहिँ त्यो यो ढुङ्गाहरू ल्याउन ओर्नको लागि चाहिँ उनीहरूले चाहिँ यो बनाएको हो। अहिले चाहिँ पानी छैन। पानी चाहिँ सबै यस्तो भग्नावशेषहरू छ, यस्तो छ सबै कुराहरू। त्यस्तो रुखहरूले चाहिँ हेर्नु त पुरा यसलाई चाहिँ समातेर गरेर राखेको छ। त्यही भएर धेरै कुरा भत्केर गरेको पनि हो नि कारण चाहिँ। हेर्नु त, हेर्नु त यस्तो यस्तो ट्रीहरू छ। रुखहरूले सबै पर्खाल सर्खाल सबै चरापचुरुप समातेर बसेको छ। किन अहिले आएर यस्तो भयो भन्ने कुरामा चाहिँ कति शताब्दीसम्म यो चाहिँ लुकेर बसेको रहेछ भन्ने कुरा त एउटा साधारण यो रुखको यो जराले कसरी समातेछ होला हेर्नु त। कति त यिनीहरूले चाहिँ हटाउन मिल्ने चिजहरू त हटाएर उ गरेर पनि गर्यो होइन। तर सबै ठाउँमा त सक्ने कुरा पनि आउँदैन। यो हटाउने बित्तिकै चाहिँ तपाईँको पर्खाल सर्खाल चाहिँ बडाङबुडुङ हुन्छ होइन। अनि यता चाहिँ खोला, यो खोलाबाट चाहिँ ढुङ्गाहरू ल्याउने गर्ने गरेर गरेको।